सो हेलो गाइज, मैले चाहिँ आज लोनल्स ओन्ली हेडसरबाट ल्याइदिएछु र हेलो गाइज, स्वागत छ मेरो भिडियोमा। आज म लोनल्स ट्राई गर्नेवाला छु, त्यो नि ओन्ली हेडसर। ल हेरौँ मैले सक्छ कि सक्दैन। डेजर्ट इगल यो मेरो फर्स्ट टाइम चलाइरहेको छु। फर्स्ट हो कि सेकेन्ड हो मैले थाहा छैन। एनिमी कहाँ गयो? त्यहाँ रहेछ, केटी पो रहेछ। हेर्नु न यार, म डेजर्ट नि यस्तो नुब पाराले चलाएर बल्ल हेर्छ लाग्यो गाइज। ल गाइज, अघि नै नुब पाराले चलाएर चाहिँ यसरी हान्न सक्यो, तर म हान्दिनँ। फेरि यसले रिक्वेस्ट मागे गर्छ। बिचरा मरै छ। हेर्नु न यार, ओन्ली हेर्छ त अलिक सजिलो मजै हुनेछ। बडी टच नलाग्ने, हेडसट मात्र लाग्ने। यसरी त हामीले टाइटलहरू पाइहाल्छ नि हेडसटको। यसरी मोज रहेछ। M590 ओमा यसले हान्छ कि हान्छ मन त्यो नि थाहा। ओए M590 ले त्यसले खतरै हानेछ। M590 फर्स्ट टाइम चलाएर मात्र हो, नत्र यसलाई त। ल गाइज, M590 मेरो फर्स्ट टाइम भइ पनि म ट्राई हान्छु। ए लुकेर हान गएर अनन बच्चा। अम्बो M590 को पालो सक्यो यार। ल इमोट पो देखाएछ यसले। म यसलाई नुबवाला इमोट देखाउँछु। पक्नुहोस् गाइज, यसले मलाई हेप्यो, यसले मलाई अति हेप्यो। ल हेर्नु गाइज, अब यसलाई म नुबवाला इमोट देखाउँछु। यति म्याक्स हानेछ मैले, यो जति हाने नि सकिँदैन। बटवकमै मारिदिउँ क्या। म यसलाई नुब पारामै मार्दिउँ। यसले मलाई अघि हिटायो होइन। ला यसले मलाई हेपिरहेको छ, ठिकै परेछ। अब हेरौँ यसले यो ट्यागबाट कसरी बच्छ मेरो। नुब ट्यागबाट त मरिहाल्यो। बिचरा डराएको हो, हार्यो। सो गाइज, आजको भिडियो यही अन्त्य गरौँ। धन्यवाद।